लास्ट सानो एउटा गुनासो राख्छु के हो भने चाहिँ यो चाहिँ स्थानीय सरकारको विषयमा हो। स्थानीय सरकार भन्नाले चाहिँ हाम्रो मलाई चाहिँ पालिका भन्नाले पनि हाम्रो वडा कार्यालयहरूप्रति चाहिँ एउटा सानो गुनासो छ। यो चाहिँ खास हामीले चाहिँ नगरपालिका नगर प्रमुखसँग राख्नुपर्ने कुरा हो। तैपनि अब एउटा सांसद भएको नाताले चाहिँ हजुरलाई यो उता सांसद भवनसम्म पुगोस् भनेर खास कुरा के हो भने चाहिँ हाम्रो वडा कार्यालय हाम्रो नभनौँ सबै अधिकांश वडा कार्यालय म चाहिँ एउटा नक्सा पास सम्बन्धी वारिसको काम गर्छु। त्यो सम्बन्धी भएको भएर चाहिँ प्रायः अधिकांश वडा कार्यालय चाहिँ धाइरा हुन्छु म। वडा कार्यालय धाइराको क्रममा चाहिँ कस्तो हुँदो रहेछ भने चाहिँ त्यहाँको जनप्रतिनिधि भन्नाले पनि वडा अध्यक्ष भन्नाले पनि वडा सचिवज्यूहरूको चाहिँ एकदम ठुलो गुनासो छ मलाई। वडा सचिवज्यूहरूले चाहिँ कस्तो गर्नुहुन्छ भने चाहिँ उहाँहरूले चाहिँ तलब भत्ता सबै पाइरहेको हुन्छ सरकार मार्फत, तर पनि उहाँहरूले जनताको काम गर्दाखेरि चाहिँ पैसा माग्नुहुन्छ। त्यो के कारणले माग्नुहुन्छ र कुन कारणले लिनुहुन्छ त्यो चाहिँ एउटा यो विषयमा चाहिँ एउटा ठुलो गुनासो हो। हाम्रो घोरौली नगरपालिका वडा नम्बर 12 मात्र मैले भन्नु खोजेँ होइन कि अधिकांश घोरौली नगरपालिका को 14 नम्बर भरिमा पनि यही सिस्टम छ। वडा सचिवज्यू प्लस त्यहाँको कार्यालय सहयोगी सबैको त्यस्तै सबैलाई चाहिँ नभनौँ, कोही राम्रो पनि छ, सबैलाई भन्नु पनि मिल्दैन, राम्रोलाई राम्रो पनि भन्नुपर्छ। सबै वडा कार्यालयको सबै सचिवज्यूहरू त त्यस्तो छैन, तर अधिकांश सचिवज्यूहरू चाहिँ पैसामा चाहिँ अलिकति आँखा ठुलो गर्ने, गइसकेपछि चिया खर्च खाजा खर्च उहाँहरूले त्यसरी माग्ने, काम गरिसकेपछि चाहिँ अब यो चाहिन्छ त्यो चाहिन्छ भन्ने, यो चाहिँ व्यतिथि कहिलेसम्म हुने हो, यसको अन्त्य कहिले हुन्छ, यसको अन्त्य हुनुपर्छ। त्यही भएर चाहिँ यो गुनासो एउटा मैले राखिदिएँ। यो गुनासो चाहिँ चाँडै समस्याको समाधान होस्। धन्यवाद। हस्, नमस्ते।